सबै साथीहरू कृपया तल आउनुहोला। हामी काठमाडौँ महानगरपालिकामा कार्यरत झन्डै 5000 कर्मचारीहरूले आज करिब कतिपय साथीहरूले 5 महिना र कतिपयले 3 महिना आफूले सेवा गरेको पारिश्रमिक नलिकन भोकको पेटमा महानगरपालिकामा सेवा गरिरहेका छौं। आज नेपाल सरकारको तर्फबाट काठमाडौँ महानगरपालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकारीज्यू आएर हाजिर गरेर हामीलाई तलब खुवाउने समग्र काठमाडौँ महानगरपालिकाको रोकिएको विकास निर्माणलाई तीव्रता दिनलाई एउटा पहल गर्ने पहल कदमका स्वरूप काठमाडौँ महानगरपालिकाका सम्पूर्ण कार्यपालिका सदस्यज्यूहरू अर्थात् वडा अध्यक्षज्यूहरू यहाँ उपस्थित हुनुहुन्छ। सबैजना उपप्रमुखज्यू हुनुहुन्छ। सम्पूर्ण कर्मचारी साथीहरू यहाँ उपस्थित भइसक्नु भएको छ। तसर्थ आउँदै गर्नुभएका प्रमुख प्रशासकीय अधिकारीज्यूलाई हामीले ससम्मान स्वागत सहित काठमाडौँ महानगरपालिकाको उहाँको सचिवालयमा अर्थात् उहाँको कार्यकक्षमा लगेर हाजिर गराउनका निम्ति हामीले उहाँलाई स्वागत गरौं। म सम्पूर्ण कर्मचारी साथीहरूलाई लामबद्ध भएर कृपया आउन अनुरोध गर्न चाहन्छु। सर कति समयपछि फर्किँदै हुनुहुन्छ तपाईँ? बाटोमा नउन्नु न जाउँ कार्यालय जबरजस्ती कब्जा गरेको हो। जबरजस्ती कार्यालय कब्जा गरेको अवस्था हो। यसरी सिपाहीन्छ सुरक्षा गर्नु दिनुस्, हाम्रो सुरक्षा गर्न दिनुस्, प्लिज गइदिनुस्। हस्तक्षेप आफ्नो कार्यमा गएर काम गर्नुस् तपाईहरु। हामी खान नपाउँदा चुप लाएर काम गर्ने सर। आफ्नो कार्यमा काम गर्नुस् सर। हामी काम छोडेर यहाँ यस्तो गरेर हामी भइसक्यो सर।
पैसा